हेलो एभ्रिवान, आज हामी फ्लाइब्याक ट्रान्सफर्मरबाट एउटा प्रोजेक्ट गर्न जाँदैछौँ। हाई भोल्टेज जेनेरेटर बनाउन जाँदैछौँ। हामीलाई चाहिने सामग्रीमा चाहिँ आइआरएफ 2807 एन च्यानल मोस्फेट, 1 किलो ओम्स 1 वाट रेजिस्टर, त्यसै गरी हामीलाई फ्लाइब्याक ट्रान्सफर्मर भइहाल्यो। त्यसै गरी हामीसँग हिट सिङ्क, मोस्फेटलाई हिट भएर नबिग्रोस् भन्नको लागि हिट सिङ्क। अब हामी सेकेन्डरी कोइल बनाउन जाँदैछौँ है त फ्लाइब्याक ट्रान्सफर्मरमा। हामीले चाहिँ सेकेन्डरी कोइलमा चाहिँ 606 टनको हामी सेकेन्डरी कोइल बनाउन जाँदैछौँ। हाम्रो वायरको मोटाइ चाहिँ 1 mm को छ, 1 mm कपर वायर। साथीहरू, हजुरहरूलाई यो कस्तो लाग्छ, राम्रो लाग्यो भने प्रतिक्रिया दिनुहोला। लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। वाइन्डिङ पुरा भयो। अब हामी यसलाई चाहिँ यताउता नहोस् भनेर टेपिङ गर्दैछौँ। देख्न सक्नुहुन्छ। अब हामी वायरलाई टाँसेर यसलाई पेस्ट लगाएर हामी सोल्डरिङ गर्ने तयारी गर्दैछौँ। हामी अब मोस्फेट लगाउन जाँदैछौँ हाम्रो हिट सिङ्कमा। हाम्रो डिसी भोल्ट चाहिँ ब्याट्रीबाट डिसी भोल्ट आउने भएको भएर चाहिँ हाम्रो डिसी भोल्ट चाहिँ ट्रान्सफर्मरले काम नगर्ने भएको भएर चाहिँ हामीले सेल्फ असिलेसनको लागि चाहिँ हामीले मोस्फेट युज गर्नुपर्ने हुन्छ। हामीले एन च्यानल मोस्फेट युज गरेका हौँ। हेर्न सक्नुहुन्छ। त्यही भएर अलिकति बढी हिट हुने हुन्छ। एउटा मात्र मोस्फेट छ, त्यही भएको भएर पनि धेरै हिट हुन्छ। हिट सिङ्क लगाउनै पर्छ। हिट सिङ्क लगाएन भने 5 मिनटमै तपाईँको मोस्फेट बिग्रिन सक्छ। हेर्न सक्नुहुन्छ। मोस्फेटको गेट पिनमा चाहिँ मैले रजिस्टर जोडेँ। गेट पिनमा र एउटा रजिस्टर जोडेँ। अब हाम्रो फर्स्ट टर्न अघि हामीले गरेको उसको सेकेन्डरी कोइलको फर्स्ट टर्न चाहिँ मैले यो रजिस्टरमा लगाएँ। गेट पिनको रजिस्टरमा लगाइदिएँ। अब देख्न सक्नुहुन्छ। अब मेरो लास्ट पिन चाहिँ मैले ड्रेनमा लगाइदिएँ। अब मैले लास्टमा हाम्रो मोस्फेटको सोर्स पिनमा चाहिँ मैले हाम्रो ब्याट्री कनेक्टरको माइनस वायर जोडेँ। अलिकति राम्रोसँग जोडिरहेको छैन त्यो। अलिअलि मिलाएर यो जोड्दैछु। अलि वायर मसिनो पनि छ अनि अलि राम्रोसँग जोडिएको छैन। अब जोडियो। अब हाम्रो 0 यो बिचमा मैले 606 टर्न गरेको थिएँ। त्यो 0मा चाहिँ मैले ब्याट्रीको प्लस भोल्ट जोडिदिएँ। अब हाम्रो हाई भोल्टेज जेनेरेटर तयार भयो। अब हामीले आर्क जलाएर हेर्न सक्छौँ। अब आर्क
ब्याट्री हाम्रो 4.2 भोल्टको ब्याट्री हो। अलिकति हाम्रो ब्याट्रीमा कम चार्ज भएको भएर चाहिँ अलि राम्रोसँग काम गरेन। म अर्को ब्याट्री एकछिन चार्ज गरेर फेरि हजुरलाई देखाउने। हेर्न सक्नुहुन्छ अब हाम्रो आर्क कति हेर्न सक्नुहुन्छ आर्क आउँदैछ। अलि उज्यालो भएको भएर चाहिँ हामीले राम्रोसँग हेर्न सकिरहेका छैनौँ। अहिले बत्ती बन्द गरेर पनि म देखाउने प्रयास गर्छु हजुरहरूलाई। आर्क एकदम धेरै आर्क आइरहेको छ। हजुरहरूलाई यहाँ भिडियोमा नदेखा तापनि हामीले गर्दाखेरि धेरै नै पावरफुल आर्क देखिरहेको थियो। हेर्न सक्नुहुन्छ मैले सानो हिटसिङ्क लगाएर चेक गरेको थिएँ, एकदम हिट भएको रहेछ। मैले फेरि पछि चेन्ज गरेर मैले ठुलै हिटसिङ्कमा लगाएँ। यो पोर्टेबल बनाउनको लागि मैले सानो हिटसिङ्क लगाएको थिएँ, तर सानो हिटसिङ्कमा एकदम हिट भएको भएर चाहिँ मैले हिटसिङ्क चेन्ज गर्छु। अब हेर्न सक्नुहुन्छ आर्क हजुरहरू कस्तो आर्क आउँदैछ। एकदम पावरफुल आर्क आइरहेको छ। हामीले हातले छुन चाहिँ मिल्दैन यसलाई, किनभने यो हाई भोल्टेजमा आउँछ। यसमा करेन्ट एकदम कम भए तापनि भोल्टेज हाई हुन्छ। हेर्न सक्नुहुन्छ यो हजुरहरूले पनि यो कबड्डीबाट कहिले हजुरहरूले भेट्नुभयो या कहीँबाट यो सीआरटी टिभीको फ्लाइब्याक ट्रान्सफर्मर भेटाउनु भयो भने हजुरहरूले यो प्रोजेक्ट गर्न सक्नुहुन्छ। यसले आगो जलाउन सकिन्छ। हाई भोल्टेज साथीहरू, यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला, लाइक सेयर एन्ड सब्सक्राइब गर्नुहोला। यस्तै भिडियो अरू पनि लिएर आउने नै छु। हजुरहरूको मायाको अपेक्षा राखेको छु। हजुरहरूले मन पराइदिनुहुन्छ भने यस्तै भिडियो अरू पनि धेरै टपिकहरूमा लिएर आउने नै छु।